नमस्ते एभ्रिबडी, दिस इज सनिल हियर। स्वागत छ तपाईँलाई बियोन्ड बाउन्ड्रिज फर फ्यामिलीजमा। हिजो मैले तपाईँलाई एकोमोडेसन देखाएको थिएँ, आफू बस्ने ठाउँ देखाएको थिएँ भनेपछि आज म तपाईँलाई आफूले काम गर्ने ठाउँ, आफ्नो जिम देखाउँछु। यो जिम चाहिँ अलेन रोटना 5 स्टार होटलको जिम हो। ल आउनुहोस् हेरौँ कस्तो छ भित्र जिम। ल स्टार्ट। सो गाइज, यो हाम्रो होटलको प्याडल कोर्ट हो। यहाँ लगभग 7वटा प्याडल कोर्ट छ। यो देख्नुहुन्छ यहाँ प्याडल हो। प्रायः जस्तो मान्छेहरू बुकिङ गरेर आएर चाहिँ यहाँ प्याडल खेल्न आउँछ। अहिले चाहिँ रातिको 11:30 बज्न थाल्यो, त्यही भएर चाहिँ मान्छे त्यति छैन। यो हेर्नुहुन्छ एकदम राम्रो इन्भाइरोमेन्ट छ, बाटाको एकदमै बाटो, यो हाइवे बाटोको नजिकै है। अनि प्याडल कोर्ट हो यो। प्रायः जस्तो मान्छेहरू अहिले त खाली छ, एकदमै कोही छैन। तर मान्छे चाहिँ बुकिङ गरेर है 8 बजे 9 बजे 10 बजे यो टाइममा चाहिँ प्रायः जस्तो फुल हुन्छ यो प्याडल कोर्ट हो। अब म जिम देखाउनलाई चाहिँ पारिपट्टि जानुपर्छ। भन्दा यो हो अलेन रोटना होटल र अब म तपाईँलाई चाहिँ आफ्नो जिम देखाउन जाँदैछु जहाँ म काम गर्छु। यो चाहिँ हाम्रो बडी लाइन फिटनेस एन्ड वेलनेस क्लब। यो चाहिँ इन्ट्रान्स हो है। हेर्नुहोस् अब कस्तो छ हाम्रो 5 स्टार होटलको चाहिँ जिम। हामी यहाँबाट चाहिँ इन्ट्रान्स भित्र जान्छौँ। टक्क यहाँ चाहिँ अगाडि चाहिँ रिसेप्सन छ। यो रिसेप्सन। हेलो मिस्टर गुलबाज, how are you? Good, nice. How is everything? अब यहाँ तपाईँ ब्रेक रेस्ट गर्न सक्नुहुन्छ। यतापट्टि चाहिँ हाम्रो क्रसफिट एरिया छ। यो चाहिँ क्रसफिट एरिया हो है। यतापट्टि तपाईँ साइक्लिङ गर्नुहुन्छ भने चाहिँ यहाँ तल साइक्लिङ छ। क्रसफिट एरिया हो, बक्स जम्पको लागि त्यो छ सबै। अनि यतापट्टि चाहिँ हाम्रो यो चाहिँ स्कच कोर्ट हो खेल्नको लागि। म तलै गएर देखाउँछु तपाईँहरूलाई। यहाँ वाटर स्टेसन छ, पानी पिउन सक्नुहुन्छ तपाईँ। यो चाहिँ हाम्रो क्रसफिट एरिया हो है। अब यहाँनिर चाहिँ बक्स जम्पको लागि बक्सहरू छ। अनि यहाँ चाहिँ क्रसफिट गर्न सकिन्छ। यो चाहिँ क्रसफिटको लागि है। राम्रो छ यो म्याट पनि, एकदमै राम्रो छ यो म्याट क्रसफिटको लागि। क्रसफिट एरिया है। अब म फेरि माथि जाँदैछु तपाईँहरूलाई चाहिँ यहाँबाट फर्केर भित्र जिम देखाउनको लागि। हाम्रो हेलो राइसुद्दिन, हाउ आर यू? अब हाम्रो जिम। हाई राहुल। वालेकुम सलाम। अनि हाम्रो चाहिँ यहाँ यतापट्टि चेन्जिङ रुम। यो चाहिँ जिमको चेन्जिङ रुम र लकर हो सबै है। जति पनि गेस्टहरू आउँछ यहाँ चाहिँ आफ्नो ब्यागहरू आफ्नो सामानहरू राख्न सक्छ। अनि यहाँ चाहिँ यो वासरुम हो, यो मेन वासरुम हो है। यहाँनिर चाहिँ युरिन बल छ। अनि यताबाट तपाईँ आउनुभयो भने चाहिँ यहाँ चेन्जिङ रुम प्लस यो स्टिम हो है। स्टिम, यो सोना, स्टिम सोना। अनि त्यहाँबाट फेरि हामी फर्केर जान्छौँ है। यस्तो किसिमको चाहिँ यहाँ पोस्टर लगाएको छ है, मान्छेलाई चाहिँ मोटिभेट गर्नको लागि यो। अब यहाँबाट चाहिँ यो म हो। अनि इन्ट्रान्स यहाँबाट चाहिँ तपाईँहरू यो देख्न सक्नुहुन्छ। यहाँ कोचहरूको चाहिँ फोटो छ है। मेरो फोटो पनि छ त्यहाँनिर। सबै कोचहरूको फोटो हो यो है। सबै कोचहरू, धेरै कोच छौँ हामीले, एउटा म मात्र होइन। प्लस अब भयो जिम। यो हाम्रो जिम इन्ट्रान्स हो है। अब यो कार्डियो सेक्सन हो, सबै यो कार्डियो सेक्सन। कतिवटा ट्रेडमिल छ हेर्नुहोस् यहाँ है। यो कार्डियो सेक्सन, टोटली कार्डियो सेक्सन। कतिवटा छ यहाँ ट्रेडमिल है। प्लस यहाँ चाहिँ तपाईँ स्ट्रेचिङ गर्न सक्नुहुन्छ, प्लस साइक्लिङ गर्न सक्नुहुन्छ, फ्लेक्सिबिलिटी एक्सर्साइज गर्न सक्नुहुन्छ यहाँ। अब म तपाईँलाई चाहिँ, अनि यो लेग सेक्सन हो प्लस। अनि सबै म तपाईँलाई देखाउँछु। अहिले रातिको 11:30 बज्न थाल्यो, त्यही भएर मान्छे त्यति खासै छैन है। अब यो डम्बल सेक्सन हो, चेस्ट सेक्सन भयो। अनि
स्मिथ मेसिन प्लस यो डम्बल सेक्सन हो सबै। अनि त्यसपछि यहाँ तपाईँ योगा फ्लेक्सिबिलिटी पनि गर्न सक्नुहुन्छ, स्ट्रेचिङ पनि गर्न सक्नुहुन्छ, प्लस योगा पनि गर्न सकिन्छ। यहाँ यत्रो खाली एरिया छ, प्लस लाइट डम्बल्सहरू यहाँ छ। म्याटहरू चाहियो भने तपाईँलाई चाहिँ त्यहाँ म्याटहरू राखेको छ। वाटर स्टेसन चाहिँ 3 ठाउँमा हाम्रो वाटर स्टेसन छ यहाँ। अनि प्लस यो म हो। ल यो थियो हाम्रो सानो जिम, अलिन रोटना होटलको 5 स्टार होटलको जिम हो यो है। यतिकैमा यो भिडियो छ यति। नेक्स्ट भिडियोमा फेरि भेटौँला। थ्याङ्क यू सो मच। सी यू इन नेक्स्ट भिडियो।